चल्दै गरे हुन्छ बल्ल बस्ता दुख्छ के ल है हाम्रो जन्ती चाहिँ उकालो लागिसकिए सो हे गाइस वेलकम ब्याक माई न्यू एपिसोड के छ खबर सन्चै आराम हुनुहुन्छ आई होप सबैजना आराम हुनुहुन्छ सो आजको भिडियो एकदमै स्पेशल छ सो आजको भिडियो चाहिँ मेरो भाइको शुभ विवाह छ र हामी चाहिँ अहिले जन्ती जानेछौँ सो अहिले गाडीहरू एकदमै रेडी भइरहेछ यतातिर पनि र दुलादिला चाहिँ अलिक पछाडि छन् सो थोरै मान्छेहरू बसिसक्नु भएको छ यता गाडीहरू सजाउँदै पनि छन् वाउ सो सबैजनाले है सबैजनाले ल दिदी हाई ल सबैजनाले हाई गरिदिउँ है हाई हाई ल ल हो ल ल ल ल ल ल अब चाहिँ हाम्रो गाडी फुल भइसकेको छ र गाडी फुल हुँदै पनि छ सो चेक द साउथ अगाडिको गाडी चाहिँ डुलैको प्याक भइसकेको छ र हाम्रो चाहिँ हामी जेन्ट्स पार्टी चाहिँ यसमा बसिन्छ रोइला हान्ने हो माथि माथि बसिसकेको छन् एकचोटि सबैजनाले हाई गरिदिनु पर्यो के सो यति बेला अन्य हाम्रा साथीहरू पनि जन्तीमा जाने भनेर अलिकति ढिला भएको छ हामी चाहिँ एक्ज्याक्टली यति बेला छोरेगाउँमा छौँ छोरेगाउँको भ्यू चाहिँ यस्तो किसिमको छ हामी चाहिँ यहाँ मजाले बसिरहेको छौँ सम्पूर्ण जन्तीहरू अर्को गाडी तपाईँले देख्नु सक्छ उहाँ चाहिँ अर्को गाडी यो चाहिँ र उता बबाल भ्यू आइरहेको छ अरू तयार हुँदैछन् ल यति बेला हामी मजाले हिँडिरहेको छौँ बाटो अलि लामो छ लगभग हाम्रो 3-4 घन्टा लाग्छ सो यति बेला हाम्रो लुकुरबन खोलामा इन्ट्री भइसकेको छ निकै रमाइलो पल छ यति बेला यो चाहिँ लुकुरबन खोलाको बाटो यति बेला हामी फलामखानी अर्थात् फुलबनतिर लागिसकेका छौँ सो लुक चाहिँ एकदमै बबाल छ सो यति बेला बाटोमा उत्रिसकेको छौँ हामी यो चाहिँ हाम्रो सम्पूर्ण जन्ती टिमहरू हुनुहुन्छ ल है ल है ल है ल है ल है ल ल ल ल रमाइलो छ आज चाहिँ एकदमै रमाइलो छ र रमाइलो गर्नु पनि पर्छ ल यता चाहिँ रातो भाले र यता यो चाहिँ साथी रोटी यो अनि साथी रोटी यहाँ अन्य सामानहरू पनि थुप्रै छ यो चाहिँ सामग्रीहरू यति बेला हामी चाहिँ गाडीबाट उतरेर अब माथिसम्म हिँडेर जानेछौँ ऊ माथि हो घर चाहिँ झिलिमिली देखिरहेछ सो एकदमै रमाइलो छ र अहिले चाहिँ हामी घरमा जाँदैछौँ केही टिम अगाडि र केही टिम हाम्रो पछाडि आमामा र माथितिर कोही माथिबाट जाँदैछन् कोही तलबाट ल है तल माथि हुँदै थुप्रो छ हाम्रो जन्ती चाहिँ रमाइलो छ कता 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 यता यता आउनुहोस् है साह्रै राम्रो यहाँ चाहिँ गुलाबको फुल फुलेको रहेछ अति सुन्दर ल है हाम्रो जन्ती चाहिँ उकालो लागिसकिए चेक द साउथ सबैले हाई गर्नु पर्यो ल है ल है अलिकति वेटिङमा छौँ सो मसँग एकदमै राम्रो गुलाबको फुल आइसकेको छ अति सुन्दर गुलाबको फुल फुलेको रहेछ र मलाई चाहिँ गुलाबको फुल मिलिसकेको छ सो आई भेरी ह्याप्पी एन्ड सम्पूर्ण मेरा टिमहरू यहाँ बस्नुभएका जन्ती वा अझै आउँदै हुनुहुन्छ तलदेखि सो अब लगभग हामी घरमा पुग्न आँटिसकेका छौँ उहाँ परतिर यहाँ चाहिँ हाम्रो मुली चाहिँ अगाडि पुगिसक्नु भएको छ सो अब हामी चाहिँ लगभग यहाँ आइसकेका छौँ अति सुन्दर तरिकासँग यहाँ गीतहरू सजाइएको छ सो ब्युटिफुल वाउ सो यति बेला चाहिँ स्वागतको लागि उहाँहरूले हामीलाई रीतिरिवाज अनुसार गर्दै हुनुहुन्छ उहाँले अब यता चाहिँ चल्दै गरे हुन्छ बल्ल बस्ता दुख्छ के ल
सबैजनालाई नमस्कार छ है नमस्कार नमस्कार हजुर 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 र हाम्रो चाहिँ यति बेला गेटदेखि इन्ट्री भइसक्यो प्रवेश गऱ्यौँ हामी चाहिँ घरमै त्यो बाँकी चाहिँ गर्दैछन् हामी चाहिँ आइसक्यौँ है सबैजनालाई मफी छैन त्यो भन्ने कुरा सो फाइनली गाइस यति बेला चाहिँ म यहाँदेखि बिदाई भएर जाँदैछु एन्ड सम्पूर्ण हाम्रो टिम सो यो चाहिँ हाम्रो टिम भयो होइन सबैजना अब चाहिँ घरतिर लाग्दैछौँ ठिक छ आई होप यो भिडियो सबैजनालाई मन पऱ्यो होला भिडियो मन पऱ्यो लाइक सब्सक्राइब एन्ड कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु थ्याङ्क यू सो फर वाचिङ ओके बाई